काठमाडौँ जाँदै हो गोर्खा बसाइको र गोर्खा बसाइमा जागिरे जीवनको अन्तिम दिन पनि भयो। अवकाश अनिवार्य अवकाश पश्चात हिजो कर्मचारी मिलन केन्द्र, जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयहरूले विदाई सम्मान गरेका आज चाहिँ काठमाडौँ जान लाग्यो। हुन त गोर्खा आफ्नै जिल्ला भएकोले फेरि पनि आइन्छ सामानहरू पार्टीले लैजान मात्र बाँकी। तिमी त्यहाँ पुगेपछि मलाई फोन गर। अनि काठमाडौँको थानकोटको घरमा आइपुग्यो। सामानहरू यसरी फेरि यसरी थानको मार्को लाउनु पऱ्यो नि त। ताङ्नामाङ्नाहरू, किताब कापीहरू भयो बाकस, तामाका जयन्ती तरकारीहरू सब ल्याएर यहाँ बन्दोबस्त गर्नु पऱ्यो। अबको बसाइ यतै हो गाइज, के गर्नु।